जगदीश खरेलले ललितपुर 2 बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारी गरेका छन्। रासपा स्रोतका अनुसार सभापति रवि लामिछानेसँगको निर्णायक छलफलपछि खरेललाई उक्त क्षेत्रबाट उम्मेद्वार बनाउने सहमति भएको हो। चुनावी सङ्केतसँगै खरेलले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भावी सरकारमा सञ्चारकर्मीको प्रतिनिधित्व आवश्यक रहेको बताएका छन्। उम्मेदवारी दर्ताको अन्तिम तयारीमा जुटेका खरेलले माघ 6 गते अघि नै मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको निकट स्रोतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापासँग प्रतिनिधि सभा चुनावको टिकटका आकाङ्क्षी नेताहरूले सम्पर्क गर्न थालेका छन्। देउबा पक्षका नेताहरू समेत रुख चुनाव चिन्हबाटै उम्मेदवारी दिन चाहेको सन्देशसहित सभापति थापालाई फोन गरिरहेका छन्। पार्टीले क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका नाममध्येबाट उम्मेद्वार टुङ्ग्याउने प्रक्रिया अघि बढाएको जनाएको छ। यता निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्ट शेरबहादुर देउबा पक्षका नेताहरू सर्वोच्च अदालत जाने तयारीमा रहे पनि काङ्ग्रेस नेतृत्वले पार्टी एकता र निर्वाचन केन्द्रित तयारीलाई प्राथमिकता दिएको जनाएको छ। नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टीभित्र बढ्दो अधिनायकवाद, खोक्रो राष्ट्रवाद, नातावाद, भ्रष्टाचार र गुटगत प्रविधिप्रति असहमति जनाउँदै एमाले परित्याग गरेका छन्। जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले गाली बेइज्जतीको संस्कृति र मोलाहिचा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। रूपन्देही 2 अन्तर्गत तिलोत्तमा निवासी पौडेलले अब स्वतन्त्र रूपमा अघि बढ्ने बताएका छन्। यसले चुनावको मुखैमा एमालेलाई ठूलो झड्का लागेको र सन्देश नराम्रो गएको बताइएको छ। महाधिवक्ताको कार्यालयले सहकारी ठगीसँग जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेपछि सहकारी पीडितको बचत रकम फिर्ता हुने कानुनी सम्भावना खुलेको छ। हालको कानुनी व्यवस्थाले अन्तिम फैसला नआएसम्म बचत फिर्ता रोकिँदै आएको अवस्थामा अभियोग संशोधनपछि सहकारी सञ्चालक र पीडित बीच मिलापत्र गरेर रकम फिर्ता गर्न सकिने बाटो खुलेको हो। रवि लामिछानेको निवेदनपछि लिएको यो निर्णयलाई पीडितहरूले सकारात्मक रूपमा लिएका छन् भने नेपाल बार एसोसिएसनले भने कानुनी सिद्धान्त विपरीत भन्दै आपत्ति जनाएको छ। सहकारी ठगी प्रकरणमा अर्बौं रुपैयाँ फसेका हजारौं पीडितका लागि यो निर्णय राहततर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। नेकपाका नेता प्रेमबहादुर आले कैलाली 5 बाट उम्मेद्वार बन्ने भएका छन्। उनलाई आज नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको टिकट प्रदान गरेका हुन्। राजीनामा दिने क्रममा काठमाडौँ